थगु मन या त विकारमुक्त याना सुख व शान्ति अनुभूत या त सय चौपी विपස්සना ध्यानप्रति आकर्षित जुया छोङ्गुदु यलया गोदावरी कोट दाड्यादुगु धर्मागार विपස්සना ध्यान केन्द्र ध्यान या वेपिनिगु सहभागिता उल्लेखनीय रूप अपया चंगुदु शील समाधि व प्रज्ञा या त थुइकेत व थगो मन दुने राग द्वेष व मोह चिका चित्त निर्मल या त विपස්සना ध्यान हे उत्तम खतासे थन ध्यान या वेपिनिगु सहभागिता उल्लेखनीय रूप अपया चंगु ख मैले 76 वर्ष मात्रै पुगेको छु यो अवस्थामा मैले जुन विपස්සना बस्ने चाहिने मौका प्राप्त गरेँ यो मलाई लाग्छ एउटा महत्त्वपूर्ण अवसर हो मेरो निम्ति यो मैले 10 दिनको शिविर पुरा गरेको छु यो शिविरमा बस्दाखेरि मलाई अलिकति गर्व पनि महसुस भएको छ किनभने बुद्धले जुन योगदान गर्नुभएको छ बुद्धले जुन चीज यो संसारलाई दिनुभएको छ अहिले पनि हामी भन्ने गर्छौं कि शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तको जुन कुराहरू गर्छौं आज सिङ्गो विश्वका राष्ट्रहरूको अन्तर्राष्ट्रिय सम्बन्धलाई मार्गदर्शन गर्ने सिद्धान्तको रूपमा शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्त विकास भएको छ कतिपय राष्ट्रहरूले ठुला राष्ट्रहरूले के ठान्छन् भने आफ्नो जे मूल्य मान्यता छ सबैले त्यही अनुसरण गरून् भनी ठान्छन् तर साना राष्ट्रहरूको आफ्नै मूल्य मान्यताहरू हुन्छ त्यस्तै एउटै समाजभित्र पनि अनेकन जाति समुदायहरू हुन्छौँ त्यो जाति समुदायहरूको बिचमा आफ्ना मूल्य मान्यताहरू बोकेका आफ्ना पहिचानहरू बोकेका जातिहरू हुन्छन् त उनीहरूको बिचमा सहअस्तित्वको जो सम्बन्ध विकास गर्ने सिद्धान्त हो यी सिद्धान्तहरू वास्तवमा बुद्ध दर्शनमाथि आधारित छन् त्यसो हुनाले त्यस्तो चिन्तन विचार र सिद्धान्तको उत्पादन गर्ने यो देश र त्यसका प्रणेता बुद्ध जन्मेको यो देशले जुन प्रकारले बुद्ध दर्शनको बारेमा हामीले त्यसबाट प्राप्त गर्ने कुराहरूको त उपलब्धि हामीले हासिल गर्नुपर्ने थियो त्यसको लागि वातावरण बनाउनु पर्ने थियो त्यसमा हामी धेरै पछि परेका छौँ भन्ने महसुस हुन्छ यी सबै कुराहरूमा आफै संलग्न हुँदाखेरि राज्यले जति मात्रामा गर्नुपर्ने थियो हाम्रो देशको राज्य वास्तवमा अलि विमुख भएर हिँडिरहेको छ भन्ने यसले देखिन्छ तर राज्यले आफ्नै मुलुकभित्रका सम्पदाहरूलाई राम्रोसँगले चिन्न नसकिरहेको र ती सम्पदाहरूको जसरी सदुपयोग र विकास गर्नुपर्ने हो त्यो कुरामा ध्यान नदिइरहेको कुराहरू पनि महसुस हुन्छ यी सेन्टरहरूमा आएर हेर्दाखेरि त्यसो हुँदाखेरि यो 10 दिनको जुन मेरो शिविर हो यो शिविरका अनुभवहरूलाई मैले हेर्दाखेरि शिविर अब केही समय अगाडिबाटै सञ्चालन हुँदै आएको नयाँ शिविर भए पनि यो बडो व्यवस्थित रूपले सञ्चालन हुन थालेको कुरा मलाई महसुस भयो अझै यो विकास गरिरहेको अवस्थामा रहेछ यसलाई अझै राम्ररी विकास गर्न पर्ने आवश्यकता छ र त्यसको लागि हामी सबैले राज्यले र हामी सबैले सहयोग पनि गर्नुपर्ने आवश्यकता मैले महसुस गरेँ विपස්සनामा जोड्न त मैले अब 2005 देखि हो सुरु गरेको तर यो बुद्धको जुन अब ज्ञानहरू धेरै पहिलादेखि नै सुन्नमा मैले अवसर पाएँ मलाई बाल्यकालको कुरा अहिले याद छ जब म प्राथमिक विद्यालयमा पढ्नलाई गएँ नेपालको थेरवादको सबभन्दा पुरानो बिहार त्यसको मुनि हाम्रो प्राइभेट मतलब प्राथमिक स्कुल थियो र त्यहाँ गएर पढ्ने बेलामा चाहिँ मलाई पञ्चशील र बुद्धम शरणम गच्छामीको त्यो वन्दना त्यो गरिसकेपछि हामी क्लासरुममा पढ्ने त्यस्तो खालको वातावरण त्यहाँ थियो हजुर त्यो बेलामा त मलाई खासै त्यसको अब उपलब्धिता त्यसको उपादेयता मलाई त्यति मैले बुझेको थिइनँ तर पछि जब मैले अब यो अलिकति
भन्तेजीहरूको भिक्षुजीहरूको गुरुमाहरूको बुद्धका कुराहरू बुद्धका ज्ञानका कुराहरू सुन्नमा आए। त्यसपछि मलाई त्यसको चाहिँ अनुभूति भयो। ओहो मैले त यो बाल्यकालदेखि नै यसको चाहिँ अवसर मैले पाएको रहेछु भन्ने मलाई बहुत खुसी लाग्यो। 2005 सालमा पहिलोचोटि अब अहिले यहीँ सँगै बसिराख्नु भएको छ गुरुमा। उहाँको प्रेरणाले उहाँले नै मलाई हात समातेर पहिलो कोर्स लिएर जानुभएको थियो। सरकारी कामको सिलसिलामा फुर्सद थिएन, फुर्सदै हुँदैन वास्तवमा। अलिकति बिदा लामो बिदा पाउनु गाह्रो थियो। त्यही भएर हामीले सल्लाह गरेर दसैँ कोर्समा हामीले जोइन गऱ्यौँ। त्यसपछि चाहिँ अब अलिकति निरन्तरता पायो। विपक्षना ध्यान याइपिन्त मखुगो खम्मलागु प्राणी हिंसा मयागु मखुइगु ब्रह्मचर्य पालन यागु व नसालु पदार्थ मनेगु थज्यागु नियम जुने चोङका शिविरे ध्यान याकिगु ख